पार्वती यिनी पार्वती हो नाउँ भन्छन्। वास्तवमा यी नानी को हुन् त? केही दिन अघि मैले सामाजिक सञ्जालमा पोस्ट गरेको हिमालको काखमा छ सानो मेरो गाउँ बोलको स्वर साम्राज्ञी तारा देवीज्यूको लोकप्रिय गीतमा बनेको भिडियो टिकटक, फेसबुक तथा इन्स्टाग्राममा असाध्यै धेरै दर्शकहरूले मन पराउनु भएको छ, भनौं भाइरल भएको छ। उक्त भिडियो मैले इलामको सुन्दर गाउँ काठमाडौँको पशुपतिनाथ, बसन्तपुर तथा स्वयम्भूमा सुट गरेको थिएँ। यिनी हुन् मेरी प्यारी भान्जी एड्रिन धमला, मेरो दिदी मुनाको छोरी। हामी काठमाडौँ जानुको विशेष कारण चाहिँ के थियो भने अमर न्यौपानेज्यूको सेतो धरती नाटक खेल्नको लागि हामी त्यहाँ गएका थियौं र हामी त्यहाँ करिब 1 महिनासम्म बस्यौं र नाटक खेल्यौं र पछि हामीले प्रमाणपत्र र पुरस्कार पायौं र अब हाम्रो घर फर्किने पालो रहेको थियो। मेरो दिदीलाई भेट्न, भान्जीको मम्मीलाई भेट्न 1 महिना भन्दा पनि बढी पहिलोचोटि भान्जी आफ्नो मामु भन्दा धेरै टाढा भएर बसिरहेकी थिइन्। उनलाई पनि एकदम गाह्रो भइरहेको थियो र हामी एकदमै बढी एक्साइटेड थियौँ हाम्रो दिदीलाई भेट्नको लागि र हामी सरप्राइज दिनको लागि पुग्यौँ आफ्नो घर। यहाँ हेर त मामालाई चाहिँ भोलि तिमी भारी बोकाएर आफू चाहिँ यत्रो पोलिथिन बोकेर अनि 1.5 महिना पछाडि आमा र छोरीको भेट हुँदाखेरि दिदीले च्याप्पै अँगालोमा हालेर भान्जीलाई समाउनु माया गर्नुभयो। ठुली भइछन् आफू पनि त निकै खाएर बसिछौ नि त दिदी, अनि डल्ली छौ त मोटाएर। ओहो दिदीले त स्वागत कार्यक्रम पो राख्नु भएको रहेछ। ए लडिन्छ है, स्वागत हाम्रो पनि स्वागत छ। दिदी चाहिँ हामीलाई स्वागत गर्नलाई तयार हुनुभएको छ। अनि यहाँनिर हामी चाहिँ पूजामा जुत्ता त खाँचेर पुगाल्नु पर्छ त। हुन्छ मिस, आज पूजा लाम्ने हो दिदी। दिदी हाम्रो घर क्या नलाका पूजा लाम्ने हो। मेरो लक्ष्मी लक्ष्मी त हेर न विदाईको कार्यक्रम हुन्छ, हाम्रो स्वागत कार्यक्रम भएको छ। स्वागतको टीका हैन, स्वागतको टीका यति सानो घरबाट पाइला निकालेर त्यत्रो ठुलो ठाउँमा गएर कत्रो ठुलो काम गरेर आयो तिमीहरूले भनेर कति खुसी हुनुहुन्थ्यो। हामीले पनि दिदीको लागि सरप्राइज लिएर आएको थियौँ अनि भान्जीको एकदम ठुलो रहर थियो सरप्राइज दिने मामुलाई। अनि हामीले यसरी रमाइलो एउटा माहौल त्यहाँनिर बनाएको थियौँ होइन। सानो घर, सानो संसार भए पनि एउटा रमाइलो माहौल भएको थियो। दिदीको ट्युसन पढ्ने आउने विद्यार्थी स्टुडेन्टहरू पनि त्यहाँ झुमिरहेको थिए, भान्जीको साथीहरू पनि। दिदीको आँखाभरि सबै लाग्यो अनि सबै आँखा पोल्यो भनेर सबै पुछ्थ्यौँ हामीले। अनि र भान्जीले लिएर आएको प्रमाणपत्र पुरस्कार दिदीलाई दिउँ हातमा अनि उसकोले फ्लावर पनि दियो। दिदी यति रुनुभयो, यति भावुक हुनुभयो। दिदीले कति दुःख गर्नुहुन्छ क्या, एक्लैले दुःख गरेर नानीलाई पढाउनुहुन्छ, एक्लैले सबै खर्चहरू जुटाउनु भएको छ अनि साह्रै भावुक हुनुभयो। यस्तो सानो ठाउँमा यहाँ बसेर पनि कहाँ पुगेर यत्रो गरेर आयो भन्नुहुन्छ अनि भित्र लिएर जानुभयो हामीलाई। अनि हामी भित्र गयौँ। यसमा सानो सानो संसारमा धेरै धेरै खुसियाली भन्दै याद आउँछ मलाई चाहिँ। दिदी कति खुसी हुनुहुन्छ, मलाई तैँले कत्रो काम गरिस् नानी भनेर माया गरेर। अझै दिदीले मलाई सानै भाइ जस्तो मान्नुहुन्छ, कति माया गर्नुहुन्छ, छोरा जत्तिकै गर्नुहुन्छ। म भान्जीलाई अगाडि बढाइराख्नु पाऊँ, केही गरिराख्नु पाऊँ, दिदीलाई पनि खुसी दिन पाऊँ भन्ने चाहना छ। दिदीले सुखी होस् यस्तो छ होइन जीवन। अब कति दुःखी भएर पनि बाँच्नु परेको अवस्थाहरू छ, कति रुनु परेको पनि अवस्था छ दिदीको होइन। तर त्यो हटाउन सकौँ, नानीले पनि राम्रो गर्न सकोस्। नानीको नृत्य अभिनय त यहाँहरूले हेरिसक्नु भएकै छ। मेरो पनि सोच एउटा उहिलेको जमानाको हाम्रो संस्कृतिलाई, हाम्रो परम्परालाई, हाम्रो वेशभूषा
हाम्रो रहनसहनलाई मैले देखाउने प्रयत्न गरेको छु हरेक भिडियोमा। मलाई पनि असाध्यै मन लाग्छ यो काम गर्नको लागि। म यहाँहरूको साथ सहयोग मायाको सधैँ अपेक्षा गरिरहनेछु र म कृतज्ञ पनि छु। यहाँहरूले यति धेरै माया गरिदिनु भएको छ। आउँदो दिनहरूमा पनि सपोर्ट गर्नुहोला, यहाँहरूले साथ दिनुहोला भन्न चाहन्छु र यहाँहरूलाई धन्यवाद अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा। थ्याङ्क यू सो मच।